नमस्ते, मेरो नाम सजीव श्रेष्ठ। म अर्थशास्त्रीको शिक्षक हुँ। Namaste, my name is Sajid Shrestha. I am an economic professor. Today, I am going to teach you the most important topic called elasticity of demand in economics. So, सर्वप्रथम त यसको परिचय दिँदाखेरि चाहिँ इलास्टिसिटी अफ डिमान्ड भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ इलास्टिसिटी अफ डिमान्ड इज percentage change in quantity demand due to percentage change in its determinants. हैन त भन्न खोजेको के हो भन्दाखेरि मागको लोच भनेको के हो त भन्दाखेरि मागको लोचले चाहिँ हामीलाई चाहिँ मागको लोचले चाहिँ हामीलाई चाहिँ के पत्ता लगाउन अथवा चाहिँ के चाहिँ मापन गर्न चाहिँ सहयोग गर्छ त भन्दाखेरि चाहिँ यदि कुनै वस्तुको मूल्यमा परिवर्तन आउँदाखेरि त्यसको मागमा कति परिवर्तन आउँछ त, कति साइजले कति एक्सटेन्टले चेन्ज आउँछ त, नट ओन्ली हाउ मच, इट्स अबाउट द म्याग्निट्युड, हैन कति एक्सटेन्टले चेन्ज हुन्छ त, हैन त्यो हेर्न चाहिँ यसले हेल्प गर्छ। र यो थ्योरी चाहिँ कसले डेभलप गरिदिनु भएको थियो भन्दाखेरि चाहिँ हाम्रो प्रोफेसर नियो क्लासिस प्रोफेसर एल्फ्रेड मार्शलले चाहिँ उहाँको बुक प्रिन्सिपल अफ इकोनोमिक्समा चाहिँ यो स्पेसिफिक टपिक चाहिँ त्यसमा चाहिँ उहाँले चाहिँ डेभलप गरेर चाहिँ राखिदिनु भएको थियो र हामी चाहिँ त्यही थ्योरी अनुसारले चाहिँ आजको चाहिँ विभिन्न मागका लोच अथवा विभिन्न इलास्टिसिटी अफ डिमान्ड का बारे चाहिँ हामी पढ्छौं है। मैले अघि पनि भने कन्सेप्ट अफ इलास्टिसिटी अफ डिमान्डको बारेमा मैले अघि पनि तपाईलाई यो भिडियोको अगाडि नै डिफाइन गरिसकेको थिएँ कि के हो त इलास्टिसिटी अफ डिमान्ड भन्दाखेरि चाहिँ इट्स सिम्पली द पर्सेन्टेज चेन्ज इन क्वान्टिटी डिमान्ड ड्यू टु द पर्सेन्टेज चेन्ज इन इट्स डिटर्मिनेन्ट्स or factors that affect demand. हैन factors that affect demands भनेको के हो त, determinants भनेको के हो त भन्दाखेरि चाहिँ यस्ता तत्त्व यस्ता फ्याक्टर्सहरु जसले चाहिँ मागलाई चाहिँ असर पार्छ, मागको परिमाणमा चाहिँ मागको म्याग्निट्युडमा चाहिँ के गर्छ त असर पार्छ, हैन त्यही हेर्न खोजेको। जस्तै फर एक्जाम्पल प्राइस, मूल्यले, हैन मूल्य बढ्यो भने माग घट्दो रहेछ, हामीले यसको बारे पढिसक्यौं ल अफ डिमान्डमा, हैन अब कति बढ्छ र कति घट्छ भनेर चाहिँ कति एक्सटेन्टले अथवा कति साइजले बढ्छ अथवा कति साइजले कति परिमाणले बढ्छ त्यो चाहिँ हेर्न चाहिँ हामीलाई हेल्प गर्छ। सँगसँगै यसले चाहिँ हामीलाई चाहिँ विभिन्न बिजनेस डिसिजन गर्नलाई पनि हेल्प गर्छ। र तपाईको चाहिँ इलास्टिसिटी अफ डिमान्ड चाहिँ फर्दर तपाईको चाहिँ विभिन्न टाइप्सहरुमा चाहिँ विभाजित गरेको छ। यो पर्टिकुलर भिडियो चाहिँ मैले कक्षा 11 को लागि चाहिँ बनाएको छु, त्यही भएर चाहिँ हाम्रो कोर्स कन्टेन्ट अनुसारले चाहिँ हामीले चाहिँ यसको तीनटा मात्रै टाइप्सहरु हामीले पढे पुग्छ। एक नम्बरमा चाहिँ के हो त प्राइस इलास्टिसिटी अफ डिमान्ड। मैले अघि पनि भने तपाईहरुलाई चाहिँ मागलाई असर पार्ने तत्त्वहरुको पहिलो नम्बरमा चाहिँ के आउँछ भन्दाखेरि मूल्य आउँछ, हैन त प्राइस आउँछ। सो प्राइस इलास्टिसिटी अफ डिमान्ड इज सिम्पली व्हाट भन्दाखेरि चाहिँ सिम्पली इट्स अ पर्सेन्टेज चेन्ज इन क्वान्टिटी डिमान्ड भनेको मतलब तपाईको माग को परिवर्तन कति भइरहेको छ त, के को कारणले गर्दाखेरि त भन्दाखेरि मूल्यको कारण, मूल्यको परिवर्तनको, मूल्यको पर्सेन्टेज चेन्ज इन प्राइस को कारणले गर्दाखेरि, हैन पर्सेन्टेजलाई हामीले के भन्छ प्रतिशत,
हैन मूल्य कति प्रतिशतले चाहिँ परिवर्तन भएको छ त्यो अनुसारले चाहिँ तपाईको मागमा चाहिँ कति प्रतिशतको चाहिँ परिवर्तन आछ त भनेर चाहिँ प्राइस इलास्टिसिटी अफ डिमान्ड अथवा चाहिँ मागको मूल्य लोचले चाहिँ हामीलाई चाहिँ पत्ता लगाउन चाहिँ हेल्प गर्छ, मिन्स मद्दत गर्छ। सँगसँगै क्रस इलास्टिसिटी अफ डिमान्ड दोस्रो नम्बरमा यसको टाइप चाहिँ के छ भन्दाखेरि चाहिँ क्रस इलास्टिसिटी अफ डिमान्ड छ। क्रस इलास्टिसिटी अफ डिमान्डले चाहिँ के भन्छ त भन्दाखेरि यसले पनि मागलाई परिवर्तन गर्छ, तर हैन अब यो चाहिँ कस्तो किसिमको चाहिँ लोच हो भन्दाखेरि चाहिँ तपाईको चाहिँ जस्तै हामी एउटा एक्जाम्पलै लिउँ न हैन, एउटा उदाहरण लिउँ। चाहिँ हाम्रो चाहिँ अर्थतन्त्रमा चाहिँ दुईटा वस्तु छ अरे, वस्तु कोक र वस्तु व्हाट वी कल दैट वस्तु पेप्सी छ अरे हैन। यो यिनीहरू दुईटा त के हो त भन्दाखेरि एक अर्कामा चाहिँ सब्स्टिट्युट प्रतिस्थापन वस्तुहरू हैन। यदि तपाईको चाहिँ कोकको मूल्य बढ्यो भने तपाईको चाहिँ के हुन्छ त भन्दाखेरि तपाईको चाहिँ के हुन्छ भन्दाखेरि पेप्सीको क्वान्टिटी डिमान्ड अथवा परिमाण पनि के हुन्छ त परिवर्तन हुन्छ, मिन्स त्यसको क्वान्टिटी डिमान्ड चाहिँ के हुन्छ त बढ्छ। कतिले बढ्छ, कति पर्सेन्ट कति प्रतिशतले बढ्छ भनेर चाहिँ हामीलाई चाहिँ केले भनिदिन्छ त क्रस इलास्टिसिटी अफ डिमान्ड हैन। यसको डेफिनेसन म फेरि भन्न चाहन्छु। क्रस इलास्टिसिटी अफ डिमान्ड इज डिफाइन्ड एज अ पर्सेन्टेज चेन्ज इन क्वान्टिटी डिमान्ड ड्यू टु पर्सेन्टेज चेन्ज इन द प्राइस अफ रिलेटेड गुड्स अदर थिङ रिमेनिङ सेम हैन। फर एक्जाम्पल हाम्रो दुईटा छ, एउटा सब्स्टिट्युट एउटा कम्प्लिमेन्ट्री गुड्स। कम्प्लिमेन्ट्री गुड्सलाई हामीले के भन्छौँ कमर्सियल वस्तुहरू, जस्तै बाइक र तपाईको पेट्रोल हैन। यदि पेट्रोलको प्राइस बढ्यो भने बाइकको क्वान्टिटी डिमान्ड कति पर्सेन्टेजले बढ्छ अथवा घट्छ हो त्यो हेर्न मद्दत गर्छ। एट लास्ट हामी आज लास्टमा चाहिँ हामी इन्कम इलास्टिसिटी अफ डिमान्डको बारे पढ्न जाँदैछौँ। इन्कम इलास्टिसिटी अफ डिमान्ड भनेको के हो त भन्दाखेरि चाहिँ इट्स सिम्पली तपाईको चाहिँ यदि एउटा कुनै उपभोक्ताको चाहिँ आय मिन्स इन्कममा चाहिँ परिवर्तन आयो, मिन्स उसको चाहिँ मानिलिउँ 50% चाहिँ तपाईको चाहिँ आय मिन्स इन्कम वृद्धि भयो भने चाहिँ उसले माग गरिरहेको वस्तु चाहिँ कति प्रतिशतले चाहिँ बढ्छ त भनेर चाहिँ यसले हेर्न मद्दत गर्छ र त्यो पोजिटिभ छ कि नेगेटिभ छ कि हैन त्यो हेर्नलाई पनि हामीलाई चाहिँ हेल्प गर्छ र यसले चाहिँ हामीलाई बिजनेस डिसिजन्सहरू लिन र यसले चाहिँ हामीलाई चाहिँ डिमान्ड फोरकास्टिङ गर्न यसले चाहिँ प्राइस इलास्टिसिटीले चाहिँ हामीलाई चाहिँ राइट टाइममा राइट डिसिजन दिन चाहिँ धेरै नै मद्दत गर्छ। यति कन्क्लुजन भन्दै आजको भिडियो म यही समाप्त गर्न चाहन्छु। धन्यवाद।